साथीभाइ हो आज मैले अनि तपाईँहरूलाई जुन चाहिँ किचन देखाउँदै थिएँ त्यो किचन चाहिँ रेडिमेड भइसक्यो। यसमा चाहिँ आज फर्स्ट टाइम ओपनिङ हो। यो ओपनिङमा चाहिँ अब हेर्नुहोस् हो नयाँ आइटम राम्रै आइटम बनाऊँ भनेर चाहिँ पहिला चाहिँ चाउमिनबाट सुरु गरेको। अब मैले हाल्दैछु फर्स्ट तेल हो। तेल हालेँ अब पहिला त निकै बनाएर खाएको हो बहुत दिन बादमा दिन मतलब सालै भयो होला नबनाएको। कस्तो हुने हो बनाउँदा मिठै बनाएर खाने प्लान छ हो। यो चाहिँ भेज बनिन्छ नन भेज होइन एकदम भेज हो। तेल अलिकति ढिलो झर्दैछ तपाईँहरूलाई बोरिङ भइसक्यो होला यो तेल झरेको देखेरै। अब तेल भयो हो। हेलो हेलो यहाँनिर हेर्नुहोस् टमाटर प्याज पनि हाले गाजर सिमी हो हालेको छु यसमा। यसमा देख्नु हुँदैछ टमाटर प्याज खोर्सानी अन्त अर्को छ यी यो चाहिँ कोपी हो है बन्दाकोपी हो निलो। यसको तपाईँहरूले यहाँ चिन्नु भएन भने यहाँनिर हेर्नुहोस् यो काटेर हालेको यो निलोवाला कोपी हो। अझै हुन्छ र नि आज चाहिँ जो होगा अच्छा होगा ना जो अब मोटामोटी तेल पनि खरे जस्तो लाग्दैछ हो। टेस्ट गरौँ है खरेछ हो। अब मैले हालेँ टमाटर प्याज खोर्सानी यसमा मिक्स छ हुँदैछ होला होइन। मजाले यसलाई हाल्ने हो यी यहाँबाट हालेँ होइन। अब यसमा हालिदिने हो यसलाई पनि एकैचोटि हालिदिने हो टक्कै हो। यो भयो हो यसलाई पहिला हल्का चलाउने हो। अब हाल्ने हो नुन झन्डै नुन भनेर चिनी हाली बनाउने हो यहाँनिर रहेछ कि फेरि जहिले चेन्ज हुने नि हो अलिकति टाइट रहेछ कि। अच्छा अब मैले नुन हालेँ हेर्नुहोस् मैले नुन हाल्दिएँ होइन। अब यसलाई त हल्का चलाइहाल्छु यहाँबाट। अब यो यसमा चाहिँ सबै भेराइटीको मसला छ हो। गोलमरिच चाहिँ अलिकति हाल्छु अब अरू त परेन हाल्नु मेन पऱ्यो यो हाल्नु पऱ्यो। यो भयो पहेँलो हर्दी होइन यसलाई सट्टै हाल्यो अलिकति होइन। त्यहाँबाट हाल्नु पऱ्यो मैले गोलमरिच अहिले हाल गोलमरिच लास्टमा गोलमरिच हाल्नुपर्छ ए यति हालेँ। यो चाहिँ एकदम सेन्टको लागि पनि अन्त राम्रोको लागि पनि हो देख्नुभयो होला होइन। अब यसलाई क्लोज यो भयो बन्द हो। अब यसलाई फेरि चलाउनु पऱ्यो हल्का कस्तो हुँदैछ यसो कलरहरू पनि भन्दै गर्नुहोस् है तपाईँहरूले यसो कमेन्ट्समा हो। रोशन मुखियाले बनाएको बल्ल बल्ल अहिलेसम्म लाइफमा कुक गरेको देख्नु भएको थिएन होला। अहिले भरे बनाएर खाएर जित्रो पड्काउँदै देखाउँछ नि तपाईँहरूलाई हो। हेर्नु त कस्तो मजाको भयो लपक्कै हुँदैछ है।
यता यो चाउमिन पनि फेरि उयो हुँदैछ कि है यसलाई पनि यसो चलाउँदै गर्नु पर्यो फेरि जाम हुन्छ नि फेरि यो जाम भयो भने त फेरि हो राम्रो हुँदैन हल्का फुरुरु हुनु पर्यो यो अच्छा अब भयो बन्दाकोपी हाल्ने बेला हो यसलाई हालिदिन्छु म टक्कै होइन मोटामोटी सबै हाल्ने बेला हुन आँटिसक्यो त्यही कारणले मैले यसलाई पनि हालिदिएँ हेर्नुहोस् हो अच्छा अब फेरि यसलाई चलाएँ मैले है अब यसलाई अलिकति राख्ने हो यहाँबाट अर्को छ के हाल्नुपर्छ भन्नुहोस् आइटम यहाँबाट हाल्नु पऱ्यो मैले भिनिगर हाल्नु पऱ्यो यो अलिकति हो यहाँनिर छ सस सोया सस हो अन्त यति नै होला हो यसलाई हल्का नुन लाग्यो कि लागेन यसो टेस्ट पनि गर्नु पर्यो हो अहिले फेरि नुन लागेन भने त फेरि यसमा त अहिले थप्नु मिलेन नुन लागेन भने चाहिँ यतिखेरै थपिहाल्नु पऱ्यो नि त हो बुझ्नु भयो र तपाईँहरूले होइन खुसबु आएर है अच्छा एकदम हात त सही रहेछ हौ मेरो नुनहरू एकदम ठिक हुने घिउ हाल्दाखेरि एकदम ठिकै हुने रहेछ अब चाहिँ दामी भयो हो अब कलरहरू पनि दामी आयो है अब हालिदिन्छु म यो ल टमेटो केचप यो छ दुई तरुल हाल है यो चाहिँ हेर्नुहोस् टमेटो अच्छा भयो मैले हालिदिइसकेँ होइन अब आयो तपाईँको अलिकति भिनिगर हाल्नुपर्छ चाउमिनको मेनु यो भनौँ यो भिनिगर छैन भने चाहिँ फेरि चाउमिन मिठो हुँदैन है साथीभाइ हो अच्छा अलिकति चलाइहालौँ है अच्छा अब यो हाल्नु पऱ्यो मैले लास्ट सोया सस हो यसको आइटम यो चाहिँ फेरि बेसी कम्ती हुनु हुँदैन ठिक्कै हुन्छ बेसी भयो भने फेरि तितो हुन्छ नि साथीभाइ हो तितो केसको लागि हो भन्नु न यो मेन कलर यसले त अब कलर चाहिँ कस्तो दामी आउँछ मेन कलर आउने चिज चाहिँ यो हो कि तर भकुवाले भने तितो हुन्छ नि चाहिँ अब हेर्नुहोस् यी कलर कस्तो छ यी हो कलर आइहाल्यो त अन्त दामी भएन कलर भन्नुहोस् है साथीभाइ हो यसो कमेन्ट्सहरू गरिदिनुहोस् है यसमा चाहिँ बल्ल बल्ल रोशन मुखियाले कुक गरेको हो बङ्गै बिगारे चाहिँ नभन्नुहोस् है हुन्छ एकदम ठिकै छ अहिले अब चाहिँ चाउमिन हालेर चलाउने लास्ट आइसक्यो हाल्नुपर्ने खास चिज हाल्नुपर्ने है खास चिज म पकाइदिन्छु हाले अब रोशनले चाउमिन हेर्नुहोस् हो अच्छा अब यसलाई अलिकति चलाउँदै पनि गर्नु पर्यो फेरि अहिले टुक्रा टुक्रा हुन्छ नि फेरि हो नभए चाहिँ एकै गाँठो हुन्छ हो त्यही भएर अलिकति चलाउँदै गर्नु पर्यो यो चाहिँ आज चाहिँ हाम्रो सबै नयाँ हो यहाँ हेर्नुहोस् है ढकनी नयाँ कराई नयाँ हो यो चलाउने नयाँ ग्यास चुल्हा नयाँ योहरू सब नयाँ हो अब यसले पनि चलाउँदैछु हो आदमी पुराना आदमी पुराना हाँ हाँ आपने सही बोला आदमी पुराना सामान सब नया कुक तो नया ही है कुक नया है नहीं तो पहले बना चुका है हाँ हाँ वही तो मैले सबै हालिदिइहालेँ ल एकैचोटि हालेर गुडुङ चलाउने हो त्यहाँबाट जिप्लो पड्काउँदै खाने हो यहाँ पनि रहेछ त्यो होइन अहिले लाइट अन हाम्रो चाउमिन एकदम मोटामोटी रेडी भयो एकदम चाउमिन रेडी भएको छ मोटामोटी
तपाईँहरूलाई पनि यसो खानु मन पर्यो भने भन्नुहोस् है कुकिङको लागि आइदिउँला कुरा मात्रै ठुलो है फेरि पकाउनु त साह्रो मिठो त जान्दिनँ नि जबरजस्ती नयाँ चुलामा पकाइदिएको कि आज भैया आपका हात चाहिँ खाएँगे आपका हातकै खाएँगे भन्छ उनीहरूले के गर्नु होइन हौ जान्दिनँ म त पकाउनु जान्दिनँ भनेको पहाडका चाउमिन अच्छा होता है आपकै हात से बना के दीजिए वो भन्छ मलाई फिक्स रङ्गिरहेछ उता फेरि अलिकति देखाइदिनु त ऊ यतै सबै ऊ ल्यापटप च्यापटप लिएर बसिरहेछ हो भयो त हौ चाउमिन त अलिक पल्टाउनु मजाले गफ गर्दा गर्दै रेडी भइसक्यो त हौ यता पनि पल्टाउनु पनि पराउनु ल साथीभाइ हो अब सबै मोटामोटी रेडी भयो अब चाहिँ म खाएको देखाउँछु है तपाईँहरूलाई ल ल यो चाहिँ हाम्रो न्यू प्लेट हो होमस्टेको नयाँ डिजाइनको हो सजिलो छ एकदमै सिम्पल यो ट्रे मजाको ल्याएको छ यो चाहिँ गेस्टहरूले नै कलकत्ताबाट नै रेफर गरेको हो यहाँ उनीहरूले लिजमा लिनेहरूले नै र यो चाहिँ चाउमिन रेडी भइसक्यो लु अब यो सुरु गरेँ मैले हेर्नुहोस् है कसेर चाहिँ हो खाने हो लीजिए तो पहले आपका डिमांड पूरा कीजिए तो अरे थैंक यू छोड़ूं दे बेटे कैसा लगेगा वो क्या है बोलता है जीप बोलता है ना हाँ उसको खींच के रखिए ना फिर अंदर ही घुस जाएगा ज्यादा मीठा होगा तो अंदर ही घुस जाएगा ना मीठा तो बहुत ही बढ़िया है कैसा हुआ कोलकाता का जैसे तो हुआ है ना ज्यादा ही वो हो गया शायद चाउमीन वो उसका अच्छा होता है ना ठेला गाड़ी का चाउमीन बहुत पसंद है मेरे को वो जो रोड में वो करता है ना बहुत टेस्टी कैसा लगा थैंक यू बढ़िया है तो सच्ची हाँ फीडबैक बताइए इधर हाँ बताइए फीडबैक बताइए तो प्लीज आप लोग आइए इधर और ये रोशन का हाथ का खाना खाइए ये चाउमीन बहुत टेस्टी है एकदम बढ़िया मजा आया फुल मजा बहुत बढ़िया बना बहुत बढ़िया बढ़िया हुआ एकदम सच में जीप अंदर ही चले गया आयो ले ये आटा का तो नूडल्स बहुत अच्छा होता है आटा का नूडल्स तो बहुत अच्छा होता है अच्छा होता है हाँ ये हम लोग शरीर तो के लिए भी अच्छा है हम लोग तो मैदा का खाते हैं कलकत्ता में रोहन खाऊ हामी पस्किन्छौँ तिमी खाएको भिडियो बनाएर लास्ट डे थियो त्यही त लु तिम्रो लागि जा जसुदा एकछिन लु बस्नु न हौ। यहाँ बस बस कस्तो मैले उहाँहरूलाई पनि दिइसकेँ हो अब अब म सुरु गरेँ म त हो मजा आ गया कस्तो भएछ भाइ दामी भएछ दामी भएछ सच में मजा आ गया म चाहन्छु खान्छु अब के यो भन्छ अब यो तपाईँहरूलाई कस्तो के लाग्यो है कमेन्ट्सहरू गरिदिनुहोस् अन्त अर्को मेन कुरा चाहिँ रोशन मुखियाको च्यानललाई सब्सक्राइब सेयर गर्नु नभुल्नु होला धन्यवाद आजको लागि फेरि अर्को भिडियो लिएर आउँला साथीभाइ हो कराई पनि अगाडि राखेर खाएको भन्नु बेसी मिठो भयो कराई